अब आमा फेरि अर्को एउटा क्वेसन सोध्छु। तपाईँलाई चाहिँ छोरा र बुहारीले हेरोस् जस्तो लाग्छ पछि? होइन, त्यो छोरा र बुहारीले हेर्ने भन्ने कुरा कस्तो लाग्छ भने म त मेरो सासू ससुरा हेर्नु नि पाइनँ नि, हामी के नराम्रो नि भएन। अब म यता टाढा बसेँ, सासू ससुरा कहिले कहिले भेट्थ्यो। हामी त के अरे फ्यामिली ठुलो, उहाँ आफ्नै घरमा बस्नुहुन्थ्यो, राम्रैसँगले धेरै पिर पनि भएन। मलाई यो थाहा भयो, तर हामी त त्यस्तो मौका पाएन। तर छोराछोरीले हेर्नै पर्छ भन्ने जरुरी चाहिँ म देख्दिनँ। हस् आमा। ल आमा, अब अर्को क्वेसन सोध्छु ल म। तपाईँलाई चाहिँ छोराको विषयमा के भन्न मन लाग्छ? छोराको विषयमा भन्नुपर्दा मेरो छोराले आफ्नो श्रीमतीले राम्रोसँगले माया गरेर राखुन्, आफ्नो परिवारलाई राम्रोसँग माया गरून् होइन, राम्रोसँगले चलाउन् आफ्नो परिवार होइन। अब आमा बाउलाई हेर्ने नहेर्ने ठाउँमा छ, हेरेछ भने ठिकै छ, हेरेन भने ठिकै छ। तर आमा बाउ चाहिँ सधैँ बलियो हुनुपर्छ। सक्दो आमा बाउले नै छोराछोरीलाई साथी गर्नुपर्छ। अनि मिलेर बसोस् भन्छु, अनि झगडा गरेर नबसोस् भन्छु, राम्रोसँगले जिन्दगी चलोस् भन्छु। आमा फेरि म अर्को क्वेसन सोध्छु ल तपाईँलाई। भन्न छोरी, आज चाहिँ मलाई जान्न लागेको होइन, बुहारीको विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? बुहारीहरूको विषयमा भन्नुपर्दा चाहिँ मेरो अनुभवमा अब अहिलेको बुहारी र उहिले हामी बुहारी मिल्दैन होइन। अब त्यो उहिलेको हामी त धेरै अगाडिको मान्छे, त्यो उहिलेको कुरा नगरेर अब अहिलेको बुहारीहरूको विषयमा कुरा गर्दाखेरि त अब अहिलेको बुहारीहरू मलाई चाहिँ कस्तो भने, हामीले दुःख कष्ट पायौँ, सुख दुःख के पायौँ, तर म त बुहारीहरूले छोरा बुहारीले दुःख पाओस् जस्तो मलाई लाग्दैन। र अब अहिलेको बुहारीको विषय गर्नुपर्दाखेरि बुहारीले आफू जे चाहन्छ उसले त्यसरी नै जियोस् भन्छु म। बुहारीहरूलाई यहाँ त्यहाँ भन्ने म पक्ष चाहिँ पर्दिनँ। बुझ्दैन? गुड मर्निङ आमा। गुड मर्निङ छोरी। चिया खानुभयो? खाइसकेँ। ल आज तपाईँलाई म एउटा क्वेसन सोध्छु है। ल हुन्छ, सोध्नुहोस्। तपाईँलाई चाहिँ छोरी मान्छे हुन मनपर्छ कि छोरा मान्छे हुन मनपर्छ? मलाई त हजारौँ जुनी छोरी मान्छे नै हुनु मन लाग्छ मलाई त। हो र?